हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई मेरो गाउँको भ्यू देखाइरहेको छु हो। यो चाहिँ मेरो गाउँ हो, हेर्नुहोस्। हाम्रो गाउँ चाहिँ कस्तो छ है। हाम्रो गाउँ चाहिँ आइलकुमै अवस्थित भएको गाउँ हो। यो चाहिँ माथिबाट हेर्दाखेरि चाहिँ यस्तो देख्छ हो। मेरो घर छेउबाट हेर्दा चाहिँ यस्तो देख्छ। भोलि पर्सि बादलहरु लागेको बेलामा त दामी देख्छ। अहिले त टुवालो फगी लागिरहेको छ जस्तो देखिरहेछ हो। यो चाहिँ आइलकुमै हो। आइलकुमैबाट चाहिँ यस्तो देख्छ। प्राय मान्छे त आइसक्नु भएको होला हैन, तर पनि अब बनाएको नि मेरो गाउँको भिडियो भनेर त यहाँबाट पनि गरेको छु है। फुल दृश्य यस्तो छ है। हाम्रो गाउँबाट चाहिँ पारी शिव मन्दिर देख्छ है। यो चाहिँ गोर्धम डाँडा हो। यहाँबाट चाहिँ शिव मन्दिर अवस्थित छ। बिचारा बिक्री भएर अरे यस्तो मिठो मिठो मिठाई पाउँछ गाइस। तपाईहरु उतिको दोकानमा नि आउनु है खानु। यहाँ चाहिँ मोमो पाउँछ हो। यो भित्र फाले छ उ हो। मिठा मिठा पाउँछ ल। आउनु है आइलकुमै हेर्दै खानु। साह्रै सन्तोकी भाइ हो उसले बसेर हेरेर खाइरहेको छ। हाई भन्नु, हात हल्लाएर हाई भन्नु। हाई भन्नु न, हाई भन न भाइ, हाई भन न। हेर कुखुराको दुध आम्मामा कहाँ बस्यौ? चाहिँ हाम्रो गाउँको लास्ट इन्ड है। यहाँबाट चाहिँ यस्तो देख्छ, हेर्नुहोस्। उकालो ओह्रालो डाँडा काँडाहरू चाहिँ हाम्रो गाउँ चाहिँ तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। यहाँ चाहिँ आइलकुमै छ हो। यहाँबाट चाहिँ तलबाट चाहिँ यस्तो देख्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अर्को भिडियोमा भेट्छु।